अध्यादेशको सन्दर्भमा चाहिँ तपाईँहरूको निर्णय मलाई चाहिँ त्यो यसो पनि हो उसो पनि हो जस्तो लाग्यो। मैले नबुझे हो कि एउटा कुरा यस्तो छ, अध्यादेश ल्याउने सरकारको अधिकार हो शैलीमा लेख्नु भएको छ। होइन यस्तो छ, पहिले हामी पनि त सरकारमा थियौँ, हामीले पनि त अध्यादेश ल्याएको। तपाईँले त अध्यादेशमा त उत्पातै गर्नुभएको थियो नि। आजको सन्दर्भमा कुरा के हो भने सरकारले पहिला संसद बोलाए, संसद बोलाउने बित्तिकै फेरि बन्द गर्यो। अब यो चाहिँ त्यो मात्रै होइन, पछि फेरि संसद बोलायो बजेट अधिवेशन राष्ट्रपति मार्फत, पछाडि फेरि आफैले चिठी लेखेर त्यसलाई स्थगन गरेर। अब यो संसदलाई हेपेको हो कि यो संसदीय प्रणालीलाई नबुझेको हो कि यो चाहिँ एकदम अनुभव नभएको कारणले केटाकेटीपन देखिएको हो कि, अनि यो साँच्चै गर्न खोजिएको यो चाहिँ गम्भीर विषय। एउटा कुरा दोस्रो, सोध्नुहोस् न, प्रमुख प्रतिपक्षको काम होइन सोध्ने, सोध्दैछ के हो भनेर बस्ने हो त। होइन यो त अहिले कार्य सम्पादनको बैठक गऱ्यौँ, सोध्यौँ, अहिले त संसद चल्या होइन नि। सार्वजनिक रूपमा सोध्नुहोस् न प्रधानमन्त्रीलाई, यो तपाईँको कार्यक्रम सडकबाट सोध्नुहोस् न। सार्वजनिक फोरम होइन, ठिक छ, होइन मैले यो पनि सोधेकै हो। अब अर्को कुरा चाहिँ कस्तो हो भने कि त रासोपा पार्टीले आफ्नो सांसदलाई विश्वास नगरेको हुनु पर्यो, होइन। हिजो त कोलिसनको सन्दर्भमा चाहिँ भूमि विधेयक आयो, होइन, गगन थापाहरूले त मान्नु भएन, कोलिसन गभर्मेन्ट थियो, तर हाम्रै साथीहरूले नमानेर त्यो अगाडि बढ्न सकेन। हिजो संवैधानिक परिसर सम्बन्धी विधेयक आयो, होइन, त्यो चाहिँ हामीले मानेनौँ, त्यो अगाडि बढ्न सकेन। त्यसैले कोलिसनमा सरकारमा एकै ठाउँमा छ भने पनि प्रधानमन्त्रीले चाहे अनुसार नहुन सक्छ। तर आज त 2/3 समर्थनमा सम्माननीय प्रधानमन्त्रीज्यू कुर्सीमा जति सांसद अनुपस्थित भए पनि फरक पर्दैन, कुर्सीमा हुनुहुन्छ। कि त तपाईँले भन्नु पर्यो मेरै सांसदप्रति मलाई विश्वास छैन, मैले गर्न चाहेको कुरा उहाँहरू मार्फत म गर्न सक्दिनँ कि भन्नु पर्यो। होइन भने आफ्नो त्यति धेरै सङ्ख्यामा सांसदहरू उपस्थित हुँदाहुँदै यो अध्यादेशको सहायता किन लिनुहुन्छ? तर यो भन्ने हामीलाई अधिकार छ अरे, यो भन्ने उहाँहरूलाई अधिकार छ अरे, तपाईँहरूलाई छैन अरे। होइन, मान्छेले गल्ती गर्न सक्छ नि, रियलाइज गर। अर्काको पार्टी फुटाउनलाई तपाईँ चाहिँ 20%ले चाहिँ फुटाउन सक्ने गरी अध्यादेश ल्याउनेले आज अध्यादेशको विरोध चाहिँ कुन आँखाका चालले गरे भन्दै थिए। सरकार बाहिर रहनुभएका रासोपाका मित्रहरूले आज यसो भनिरहनु भएको छ, यो के अरे अध्यादेशको बानी पार्नुभयो भने एक दिन तपाईँकै पार्टी फुट्ने गरी अध्यादेश जान्छ, ख्याल गर्नु होला, होइन। त्यसकारण यो बानी पार्नु हुँदैन, यो एकदम गलत कुरा हो। र फेरि कस्तो हो भने तपाईँ इतिहास कस्तो बनाउने, यो उकासिरहे तपाईँले, होइन, सरकारमा जानुभएको छ, इतिहास कस्तो बनाउन चाहनुहुन्छ?